अन्डर 20,000 सम्मको नयाँ सेट खोज्दै हुनुहुन्छ भने हजुरलाई Redmi 15 निकै बेस्ट हुनेछ है त। पनि यसमा रहेछ 7000 mAh को ब्याट्री, जुन तपाईलाई नर्मली एक दिन चार्ज गर्दाखेरि 2 दिनसम्म मजाले टिक्छ भने जुन गेमिङको लागि पनि निकै नै राम्रो रहेको छ। जुनमा प्रोसेसर पनि कुरा गर्नुपर्दा स्न्यापड्रागनको 685 रहेको छ, जुनमा गेमिङको लागि पनि निकै नै राम्रो रहेछ। 7000 mAh को ब्याट्री त भने तर यसमा तपाईलाई एक दिन चार्ज गर्दा 2 दिन मजाले चल्छ। तपाईलाई नर्मल चलाउनुहुन्छ भने गेमिङमा पनि तपाईलाई निकै राम्रो यसको परफर्मेन्स रहेको छ। जुनमा तपाईलाई रिफ्रेश रेट 144 हर्ट्जको रिफ्रेश रेट पाउनुहुन्छ भने अरु डिभाइसमा यतिको प्राइस रेन्जमा नहुन सक्छ है त। यसमा डिस्प्ले पनि 6.9 को फुल एचडी पाउनुहुन्छ। साइजमा अलिकति ठुलो छ अरु डिभाइस भन्दा। यसमा तपाईलाई ब्याट्री 7000 mAh हालेर होला अलिकति साइजमा ठुलो पाउनुहुन्छ, हेर्न सक्नुहुन्छ। 6.9 को एफएचडी फुल एचडी पाउनुहुन्छ भने स्क्रिनको रिफ्रेश रेट 144 हर्ट्जको पाउनुहुन्छ, हेर्न सक्नुहुनेछ। क्यामेरा पनि तपाईले 50 मेगापिक्सलको ब्याक क्यामेरा र 8 मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुन्छ, जुनमा तपाईलाई एक्जिनसको लेन्स हालेको छ। क्यामेराको स्पेसिफ निकै नै राम्रो रहेको छ। तपाईलाई डिटेलिङ्सहरु यसको क्यामेराको निकै राम्रो रहेको छ। 7000 mAh को ब्याट्री त भन्यो, जुनमा तपाईलाई चार्ज गर्नको लागि 33 वाटको सुपर फास्ट चार्जिङ र 18 वाटको रिभर्सल चार्जिङ पनि पाउनुहुन्छ। यसमा तपाईलाई भने तपाईलाई एन्ड्रोइड भर्जन 15 मा आधारित रहेको छ यो सेट चाहिँ। यसमा सेक्युरिटीको कुरा गर्नुपर्दा साइड माउन्टेनको फिंगरप्रिन्ट पाउनुहुन्छ भने फेस अनलक पनि पाउनुहुन्छ है त। यसमा प्रोटेक्सन चाहिँ IP64 को डस्ट एन्ड वाटर रेजिस्टेन्सको पाउनुहुन्छ है त। यसमा तपाईलाई कलर चाहिँ तपाईलाई ग्रीन, ग्रे अनि ब्ल्याक पाउनुहुन्छ। तीनटा कलरमा अवेलेबल छ हामीसित पनि, हजुरहरु हेर्न सक्नुहुनेछ। हजुरहरु Redmi 15 लिन चाहनुहुन्छ भने हामीलाई सम्झिन सक्नुहुनेछ। हजुरहरु टाढाबाट यो भिडियो हेर्दै हुनुहुन्छ, हामीसित हाम्रो पसलमा आउन सक्नुहुने छैन भने क्याश अन डेलिभरीको सुविधा पनि रहेको छ हामीसित चाहिँ। भने हामीसित चाहिँ Redmi मात्रै होइन सबै ब्रान्डमा सेटहरु रहेको छ। त्यसैगरी किस्ताबन्दीमा पनि सेटहरु हामीसितबाट लान सक्नुहुनेछ। हामीसित तपाईलाई Redmi मा पनि किस्ताबन्दी हुन्छ, Realme मा पनि किस्ताबन्दी हुन्छ, Samsung मा पनि किस्ताबन्दी हुन्छ, Oppo मा पनि किस्ताबन्दी हुन्छ र Infinix मा पनि हामीले किस्ताबन्दी गराइरहेका छौं। किस्ताबन्दी गर्न चाहिँ तपाईलाई दुईटा नागरिकता र दुईवटा फोटो अनि एउटा परिचय पत्र चाहिन्छ, जुन तपाईलाई समय चाहिँ तपाईलाई 1.5 घण्टा लाग्छ जुन किस्ताबन्दी गर्नलाई। त्यति समय चाहिँ हाम्रो सिस्टममा हालेर हामीले गर्नुपर्ने हुन्छ। किस्ताबन्दी गर्न चाहिँ तपाईले अनि जो जतिको सेट लादै हुनुहुन्छ त्यसको 40% डाउन पेमेन्ट तिरेर हामीसितबाट सेट लान सक्नुहुन्छ। तपाईले 1 लाखको सेट लादै हुनुहुन्छ भने 40% जुन 40,000 हुन्छ त्यसको डाउन 40% तिर्नै पर्ने हुन्छ। अनि तपाईले 25,000 को सेट लादै हुन्छ भने 10,000 चाहिँ सुरुमा दिनुपर्ने हुन्छ। अरु चाहिँ हजुरहरुले हामीसितबाट किस्ताबन्दी गरेर लान सक्नुहुनेछ। हाम्रो पसल चाहिँ रहेछ दमकको गोर्खा डिपार्टमेन्ट, हेर्न सक्नुहुन्छ। यो चाहिँ रहेछ दमकको गोर्खा डिपार्टमेन्ट। यतापट्टि हाम्रो रिङ रोड पर्न गएको छ, हेर्न सक्नुहुन्छ। त्यसैगरी यो महिन्द्रा हाइवे अनि हाम्रो चाहिँ ठ्याक्कै गोर्खा डिपार्टमेन्टको अपोजिटपट्टि पसल रहेको छ है त। हजुरहरु यो भिडियो केमा हेर्दै हुनुहुन्छ? टिकटकमा हेर्दै हुनुहुन्छ भने हामीलाई फलो गर्न सक्नुहुनेछ। युट्युबमा हेर्दै हुनुहुन्छ भने हामीलाई सब्स्क्राइब गरेर एउटा सानो मद्दत गर्न सक्नुहुनेछ। हस्त, धन्यवाद।